धनी मान्छे विमल राई तारेको एउटा झालेको चाहिँ केवल मान्छे त राम्रो मान्छे त यता भन्दा उँभोपट्टि बसेको छ क्या उँभोपट्टि बसाउनु लाग्छौँ हामीले अब मान्छे किच्छ ओर्छ भनेर पोहोर मान्छे किच्यो नि त अलिक अनि त्यो एउटा मान्छे मात्र साइडमा हामीले गोरु जतातता गयो त्यता भिडियो गऱ्यो अनि मान्छे चाहिँ यो तारे चाहिँ माले चाहिँ यो अब फर्स्ट यो लडो यसले जितेपछि फर्स्ट उताबाट अर्को आउँछ भिडियो यो त अब फर्स्ट योले जित्यो भने फर्स्ट पोलमा चढ्यो कालो पनि जित्यो भने अनि उताबाट जितेर आउँछ दुईवटा अनि दुईवटा फाइन भेट्छ गोरु त रमाइलो भयो यसपालि सिङ त कसैको फुक्लेन चोट चाहिँ धेरै पऱ्यो झालेको चाहिँ चोट धेरै पऱ्यो क्या कलोले धेरै खतरा गोरु कहिले गरे यो माघ 14 गते हामीले 1 गते नै गर्नु खोजेको थियौँ सबैपछि त्रिवेणी यता मेला यता गढीमा बजार लाग्ने हुनाले अब दर्शक पनि चाहियो नि त दर्शक पनि अब गेम राम्रो हुँदैन भनेर अनि फेरि सबैजना गोरुको धनीहरू पनि बजार जाने हुनाले हामीले 7 गते पारेको थियौँ 7 गते पनि गेमतिर जानुपर्ने भएर 14 गते बनाएको 2082 सालको गोरु अर्को यो सालै पछि यसलाई त नवाकोट र धनकुटाको पाखरी जस्तै बनाउँदै उसलाई 50,000 होइन 50 हजुर रगत नि थोरै रगत यो कान फुटेछ कि कान चिरा छ नि यो झालेको त पनि छोडेको छैन यो त धेरै लड्ने कुरो हो धेरै लड्ने यो झाले चाहिँ अर्कोलाई पनि जितेर आयो नि त गलीको यो चाहिँ अलिक फ्रेस नै छ फ्रेस नै छ धेरै दुःख जुत्ता खतरा हुन्छ साढे मान्छेले अझै भिडियो पनि गर्छ मान्छेले थोरैजना मान्छे थियो बिसाउँदै लड्नु जुरो कत्रो कपाल जस्तो बल पऱ्यो है हाम्रो जित्ने झालेले नै आइन्छ हेर नि पुरै भागेको नै सुन्छ मान्छे पनि खुसी भयो लह्रो त्यत्रो बेर लह्रो नि त लडेर रगत भयो भरे केही पाऱ्यो भने मान्छेले धनीले गुनासो गर्छ भने त हामीले पार्छ यो अर्कोसँग नपरेको भए चाहिँ अर्कोसँग नपरेको भए त यसलाई जित्नु सक्छ कि यो पनि अर्को पनि त्यस्तै लडेर यसलाई जितेर आएको नि त यसको गर्दन कत्रो छ नि है यो कालो के कसरी यस्तो भन्दा यो त स्याहार हो यो त ज्यान धेरै लाग्नु पर्ने जस्तो गोरुहरू बनाउनलाई त टाइममा खुवाउनु पर्यो यसलाई हान्दैन पनि मान्छेलाई पनि सुधो हुन्छ जोत्ने गोरु हो फेरि यो
बेसी खेत जोत्नु अब चाहिँ गयो हो हजुर फाइनल गयो फाइनल खतरा खतरा ल परे आमा ल झालेले सक्दैन होइन होला गलो नि त झाले धेरै बेर लड्यो अर्को सम्झुतिर आएको भागो यार कस्तो सुरक्षित तरिकाले हजुर सर उता चाहिँ लैजाउँ त मान्छे हान्छ गर्दैन यतिको जुममा लाएर हजुर। किन टाढो खिचेको यार यो टाढो नजिक गएर खिचेको राम्रो हुन्थ्यो होइन यो चाहिँ यो बाँसपानी 3 भूमि राज राईको गोरु र त्रिपुरेश्वरी 4 बाक्सिलाको मिलन राईको गोरु भूमि राजको उता रातो र झालेमाले परेको यता कालो चाहिँ मिलनको मान्छे भागेर भाग है मान्छे भागेर भयो धुलो पनि खतरा आयो यो त धुलोले गर्दा अझै राम्रो देखिन्छ कि होइन हो एकदम त नाकमा चाहिँ कति पर्छ मुठा पर्छ मोटो जिप्रो त माटै माटो हुन्छ त चिसोले भिद्दो रहेछ कि जिप्रोमा जोत्ताइ पठाउँछ लामो जिप्रो निकाल्छ गलेपछि अनि भाग त्यो जिप्रोले माटै माटो माथि ग्राउन्डमा चाहिँ कराटर त्यो अडिने ठाउँ हुँदैन पछाडिन्छ खुट्टा सबै सुरिएपछि पुरा एउटा एउटा कुरो झरेको गिराउँछ यतापट्टिबाट झरेर पनि त्यसले जित्यो सेलिङ भयो पहिले त्यो जालीबाट झरेको तल है बस्दा त्यो त झन्डै 20 होइन 10-11 मिटर होला होइन त्यत्रो झरेर पनि जित्यो है तल बसिरहेको थियो होइन हजुर यो चाहिँ फाइनलै फेरि फाइनल होइन यो फाइनल होइन अब यो तारा उसले जित्ने फर्स्टमा लड्नु जान्छ जुन चाहिँ हार्छ त्यही हो सेकेन्ड यो चाहिँ गोरुको धनी कुद्दैछ अगाडि धुलो हेर्नु धुलो त डेन्जर छ कुकुरा अब खुट्टामा हेरे कुकुर मान्छेले कुटेको भुइँमा कुटेको भुइँमा कुटेको कुकुरलाई नै फुटो र धनी एकजना चाहिँ यही ल खतरा भयो खतरा लागेको खतरा भयो को भुँडी पल्टाएर हेर्दैछ त्यहाँ पर साँढे जुत्दै सरी ल आमामा मान्छे त कति हो बजारको मान्छे बुधहरूको बजारको मान्छे सबै यहीँ छन् सबै बजार खाली हो रित्त थियो बजारको मान्छेहरूले त नि बजारको दिन नगर्नु नि भन्दै थियो अब सबै मान्छे तल बजार गोरु जुत्तामा जाँदैन उनीहरूलाई मम्मी हेर्नु मन रहेछ नि त कस्तो हुँदैन त सबभन्दा राम्रो खेल दिए हो हेर्नु जोस जागर हुने मान्छेलाई मान्छे भाग्छन् हर्र कुद्छन् को त मान्छेमाथि गोरु चढ्दैन एउटा भाग्यो कि मान्छेमाथि चढेर झनै मान्छे मारेर पऱ्यो जति भन्दा पनि टेक्दैन क्या मान्छेले यो छेउछेउमा डरायो साथी धुलोले गर्दा पनि बबाल देखिरहेको छ क्या हो त गुरुङ होइन जोडले टाढो चाहिँ भयो टाढो भयो
मान्छेले लास्टै रमाइलो गरेर लास्टै रमाइलो। ला 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 ठुलो मान्छे कि चाहिँ ल मान्छे सिध्या है मान्छे सिधा मान्छे जोर गाडी मान्छे कति जान्थ्यो होइन ल उताबाट यो चाहिँ फाइनल है यो फाइनल ट्याक्कै अहिले त्यो मान्छे लडाउँदै खिच्ने त्यो फर्स्ट के अरे सेमी फाइनलबाट आएको होइन त हो पत्ता नि के जुन यो त नि त्यसमा कत्रो जुर्यो यो उठको जत्रै है उस्ता उस्ता गोल छ हो त यो चाहिँ एउटा चाहिँ कल्लो हो कि यो पल्लो भन्दा पल्लो चाहिँ 3 चोटि हुन्छ जसमा फर्स्ट अनि यो चाहिँ फर्स्ट चोटि हो आग्ने कि फेरि यो डेन्जर हुन्छ अर्को वर्षदेखि होइन यस्तोमा उमा रहेछ अलिकति चाहिँ सेतो रहेछ सेतो छ खुट्टामा सेतो छ उर्जुदा चाहिँ खतरा हुन्छ क्या बाक्सिलो कति वर्ष हो है यो वर्ष यो वर्षसँग 4 वर्ष सुरु गरेको तिमीले है क्या यहाँ बाक्सिलो के अरे गर्थ्यौ होइन गर्दैन फर्स्ट चोटि नै पासाङ घले गुरु र म नुवाकोटमा र धनकुराको पाल्ने खतरा हुन्छ कि गोरुले त त्यहाँको यसो हामीले हेरेर यहाँ गोरु झन्डै पाल्ने मान्छेहरू पनि छ लडाउँ त भनेर यही गेम मान्छेले धेरै बोलेर नपर्ने आफै आउने सिटी काट्नु पर्दैन यसमा आफै आउँछन् गुरुको ठुलै मान्छेमा आउँछन् अनि यस्तो छ भने उनीहरूले सूचना भन्दैन सूचना छ नि यस्तो भन्नु घरमा छ भनेको ताना पनि ल्याइहाल्छन् गोरु फेरि ल्याइहाल्छन् एउटा सानो बाछो जुरे छ ल भन्नु चिटामा परेपछि के हो भने ठुलो गोरु गलेर त्यही सानाले हराइन्छ तर्सेर मान्छे धेरै कराउँछन् कि अनि मान्छे धेरै कराएपछि जान्दैन रहेछ कि जुरो यति बेला चाहिँ जुङ लाएर अलिक मजाले खिच्नु पर्दैन क्या तर यो त ठुलो हुने छ यो जुरे छ नि यो पल्लो जुरे तारे जुरे कि हो चाहिँ माथिबाट यसरी चढिरहेको रहेछ कि अनि अर्कोलाई गलाउँदो रहेछ कि हो यस्तो गरेपछि त भइगयो नि गलिहाल्छ नि त्यो अर्कोलाई थामिराख्दा बोकिराख्दा मुन्टो गलिहाल्छ यो अर्को वर्षदेखि त झन् डेन्जर लाग्छ अर्को वर्षदेखि अझै प्राइज पनि बढाएर मान्छेलाई गोरु पाल्नुपर्ने छ भनेर बनाउँछौँ क्या सर ल गोरु पाल्ने पर्ने रहेछ भनेर तारेन रगतै रगत भइसक्यो टाउको यो तारे चाहिँ यो बिक्सुङको अर्को कालो चाहिँ यहाँ सप्तेश्वरको जुधाउनुको लागि पालेको कि जुधाउनको लागि पानीको पनि त्यही हो पारीको पनि त्यही हो नि जोत्नलाई त यसो होइन खोले भाँडा भएर त्यति साह्रो उठ्नु पर्दैन क्या सानो भए पनि जोताउनको लागि ठुल्ठुलो गोरु एकदम खोले खुवाएर भट्टामा खुवाएर दाल खुवाएर यसलाई अर्को बिहान रनिङ बनाएर यसलाई त एक्सर्साइज पनि चाहिन्छ लड्ने गोरु पनि फाल्टे खालको हुन्छ ऊ लड्नु मात्रै हिँड्दैन कमाइ त्यही हो गोरु ताउँदै हो नि है नि डेन्जर बुइपाबाट माथि मान्छेले कहाँबाट आउँछ नि टाटाबाट आउँछ नि
ठुल्ठुलो गोरु भयो कि चेपाइदियो भन्दा नि सकियो नि ठुलोमा गाडी गलेको छ रे त्यो दाउ हेरेको है दाउ त्यो कमिटीको त मुन्टेमा बटालिन्छ भाँचिहाल्छ नि उसले एउटा थिचेर म चल्ने दिँदैन र अनि खुच्रापछि भाग्यो त्यस्तो धेरै घाइते त भएन अलिअलि सिङ कानमा चाहिँ भयो होइन अहिलेसम्म सिङ खोलिने त भएको छैन अनि गोरु लड्यो ओरो मऱ्यो भने चाहिँ कसको जिम्मा धनी नै दिनु नै हामीले साइन गराउँछौँ कागजमा यदि घाइते भयो घाइते मरेमा होइन यहीँ ग्राउन्डमै घाइते साइते भयो भने हामीले अलिक उपचार पनि गर्ने व्यवस्था गर्छौँ अब लाँदै बाटोमा उनीहरूले नि के गरेर मारी बनाएको लगेर होइन त्यो चाहिँ अलिकति अनि जिम्मा लिँदैन अनि त्यसपछि त्यो सकेपछि मान्छे त साइज धनले कति पाल्यो बलगार 10 हजार भाग्नु हो तेरो धनले कति पाल्यो अल घाँसमा देखो कि अब चाहिँ गल्यो नि गलो अनि यो तलबाट थापिराख्यो बोक अर्कोलाई यसलाई बोकिरहेको मुन्टे भयो ल फर्स्ट गरौँ है प्रथम भयो के अरे तारे अझै लड्नु के अझै लड्नु खोजिरहेको छ राम्रो साढे हेर्दा